गाइज हामीहरूले खोल्यो गाइज हामीहरू अब स्कुल जान तयार भइसक्यौँ यी फुपू पनि यहीँ अनि म पनि यहीँ अब जाँदैछौँ स्कुल यति टाढा छ नि त हामीहरू गाडीमा जाने आज ल यहाँ गाडीले आउँदैन के साइड लाग भन्दैछ मेरो फुपू गाइज त्यो चाहिँ अब सतको बाटो के देखियो अब हामीहरूले निस्किँदैछौँ हामीहरू निस्किँदैछौँ अब फुपू पनि मलाई लिन आउँदासम्म 5 minutes later होइन रातिसम्म बनाऊ ल हामीहरू चाहिँ अब जाँदैछौँ यसको बाइकको र वेट गर्दैछौँ हामी ऊ आर्या दिदी हाम्रो स्कुलको दिदी देख्छ हाम्रो स्कुलको दिदी आर्या देखिन्छ तपाईँले कस्तो बाइकले पुरै हैरानै पारिसक्यो हैरान ज्यान खराब गरिसक्यो ज्यान यी करिपत्ता हेर्नु सानो छ हाम्रोमा करिपत्ता जाने गाइज हामीहरू हिँडिसक्यौँ हामीहरू हिँडिसक्यौँ गाइज यो कस्तो धेरै ढुङ्गा छ है यहाँ हेर्नु हाम्रो गाउँ देखिसो म त माथि चढ्दैछु हेर्नु फुपू यति तल छ फुपू यति तल पछि माथि मेरो भगवानको बाहिर निकाल्छ न ल हामीहरू जाँदैछौँ अब यहाँ त्यस्तो छ बाटो चिला अहिले देख्छ म यस्तो गल्छमा पनि जब गर्न सक्छु पातमा पनि मुनि गएर हिँड्न सक्छु गाइड ल अब माथि जान्छु फुपू चाहिँ जहिले फर्केर डस्टबिनमा होला भन्छ के तँलाई थाहा छ फुपू नि जहिले यस्तो फोहोर चिजहरू छ नि के राख भन्छ कि त्यस्तो भन्छ मेरो खेलाउन फाल्दो भन्छ के हो 5 minutes मेरा रातिसम्म बाबा बिस्तारै बोल न रातिसम्म बनाऊ हामीले माइक्रोमा चढ्न आँट्यौँ देखो गाडीहरू यो माइक्रोले रोक्दैन
हामी वेट गर्छौँ उता पुगेर माइक्रोलाई रोक्न जाउँ माइक्रो पनि रोक्दैन माइक्रोमा पहिला यस्तो गरे हुन्छ कामै गर्दैन नाच न गाइड तल्लो जाँदैन हामी यो त पात हेर्नु त पात कस्तो ग्रिन हाम्रो त आलो पनि छ नि यहाँ पात अनि रेड पनि ए होइन यो त फुल हो यस्तो राम्रो फुल हुन्छ हामीहरूलाई अघि नै चक्लेट खायौँ पुग्लाई त मैले दिइरहेँ रोटी क्रस गरौँ होइन पर्दैन यतै आउँछ माथिबाट फर्केर आउँछ के बोल न मोबाइलमा ल यहाँ यसो घुम्ने हो कि हाम्रो त यस्तै गाडी छ कि यसको गाडीमा पनि रोक्दै यस्तो बाटो छ हाम्रो त्यही भएर अहिले मोबाइल देख्यो यी फुपू देख्छु मोबाइल चाहिँ खाल्टोमा पर्छ पर्दैन के भयो आइपुग्नु नबोला होइन अब स्कुल अब हामीहरू माइक्रोमा चढ्दैछौँ भन ल अब हामी एकैचोटि माइक्रोमा पुगेपछि देख्छ है त बाई